जसलाई व्यक्तिगत स्वतन्त्रता भनिन्छ। सभाअध्यक्ष महोदय, हामीले आफ्नो वरपर रहेका वस्तुहरूलाई वस्तु तथा ठाउँलाई सफा र सुन्दर गर्नको लागि सुझाव दिनुपर्छ। सभाअध्यक्ष सचिवलाई भनेको व्यक्तिगत जीवनमा स्वस्थ र सफा राख्नका लागि गरिने कार्यलाई सरसफाइ भनिन्छ। सरसफाइ हाम्रो जीवनमा अति आवश्यक पर्छ। सरसफाइले हाम्रा शरीरका बाहिरी अङ्गको नियमित रूपमा कायम गर्छ। सरसफाइले हाम्रो शरीरका हरेक अङ्गको शारीरिक स्वच्छतामा काम गर्छ। व्यक्तिगत स्वच्छता भनेको के हो त? व्यक्तिगत स्वच्छता भनेको